नमस्कार साथीहरू, आजको भिडियो एकदमै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भनिसकेपछि तपाईले अहिले सुनिराख्नु भएको छ ब्याकग्राउन्डमा यस्तो अचम्मको नोइजहरू आइरहेको छ। भिडियोको ब्याकग्राउन्डमा एकदमै सोसाइरहेको आवाज आइरहेको छ। बाहिरको आवाज एकदमै त्यस्तै किसिमको आइरहेको छ। यहाँ कुनै पनि केही छैन। मैले सानो एउटा माइक्रोफोन मात्रै लगाइरहेको छु, जुन क्यामेराभन्दा अलिकति टाढा गएर बोलेको कारणले गर्दाखेरि यो माइक्रोफोन युज गरेको, ताकि भोइस क्लियर आओस् भनेर। तर पनि यो भोइस आफूले र भिडियो क्वालिटी जस्तो हुन्छ त्यो अनुसारको क्वालिटी भने छैन। किन छैन भने मेरो रुममा एकदमै हल्ला छ। बाहिर रोडको गाडीको आवाज, पङ्खाको आवाज लगायतका विभिन्न किसिमका बाहिरका नोइजहरू एकदमै बढी छ। हावाको प्लस विभिन्न किसिमका नोइजहरूले भरिपूर्ण भएको यो भिडियोलाई म तपाईँलाई एक क्लिकमा कस्तो खालको क्वालिटी बनाउन गइरहेको छु, यही भिडियोलाई एकैछिन हेर्नुहोस्। म यो पछाडिको जति पनि ब्याकग्राउन्डमा भएको यो नोइज छ, एउटा एप्लिकेसन युज गरेर तपाईँको सामु म यो नोइजलाई एकदमै रिमुभ गरेर यो नोइज यति सजिलै एक क्लिकमा रिमुभ गर्नेछु। नमस्कार साथीहरू, आजको भिडियो एकदमै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भनिसकेपछि तपाईँले अहिले सुनिराख्नु भएको छ ब्याकग्राउन्डमा यस्तो अचम्मको नोइजहरू आइरहेको छ। भिडियोको ब्याकग्राउन्डमा एकदमै सोसाइरहेको आवाज आइरहेको छ। बाहिरको आवाज एकदमै त्यस्तै किसिमको आइरहेको छ। यहाँ कुनै पनि केही छैन। मैले सानो एउटा माइक्रोफोन मात्रै लगाइरहेको छु, जुन क्यामेराभन्दा अलिकति टाढा गएर बोलेको कारणले गर्दाखेरि यो माइक्रोफोन युज गरेको, ताकि भोइस क्लियर आओस् भनेर। तर पनि यो भोइस ओके साथीहरू, तपाईँहरूले पहिलेको भिडियो र अहिलेको भिडियोमा धेरै अन्तर देखिसक्नु भएको होला। यो भिडियो मैले कसरी बनाएँ भन्ने कुरो म तपाईँलाई स्क्रिन सेयर गरेर देखाउँदैछु। तपाईँहरूले पनि यस्तै भिडियो बनाउन चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब आउनुहोस्, स्क्रिन रेकर्ड गरेर म तपाईँहरूलाई सेयर गर्दैछु। भिडियो ध्यान दिएर हेर्नु होला। भिडियोलाई स्किप नगरिकन हेर्नु होला। यदि तपाईँले भिडियो स्किप गर्नु हो भने यो तपाईँले गर्न सक्नुहुन्न। म पोइन्ट बाई पोइन्ट रेगुलर रूपमा तपाईँहरूलाई यो भिडियो कसरी बनाइएको छ भनेर म तपाईँहरूलाई A to Z बताउन गइरहेको छु। सबैभन्दा पहिला प्ले स्टोरमा जानु होला। प्ले स्टोर क्लिक गर्नुहोस्। प्ले स्टोरमा गइसकेपछि सर्च बारमा नोइज रिमुभ फर भिडियो रेड्युसर भनेर क्लिक गर्नु होला अनि सर्च गर्नु होला। यति गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर रहेको अडियो भिडियो नोइज रेड्युसर भनेर लेखिएको छ। यसमा तपाईँले क्लिक गर्नु होला। यो एप्लिकेसनलाई तपाईँले डाउनलोड गर्नु होला। मैले अलरेडी पहिल्यैदेखि डाउनलोड गरेको भएको कारणले गर्दाखेरि यहाँनिर ओपन भनेर देखिरहेको छ। म तपाईँहरूलाई यही एप्लिकेसनबाट A to Z कसरी भिडियोको नोइजहरूलाई चाहिँ हटाउने भनेर म तपाईँलाई सिकाउन गइरहेको छु। यसलाई ओपन गर्नु होला। यति गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। तपाईँको सामान्य एउटा विज्ञापन आउँछ। यो विज्ञापनलाई माथिपट्टि रहेको यो क्रस बटनलाई चापेर क्रस गरिदिनु होला। यहाँनिर आइसकेपछि तपाईँले इम्पोर्ट फाइल भनेर भनिरहेको छ। यहाँनिरको यो तपाईँले प्लसको आइकनमा क्लिक गर्नु होला। त्यसपछि भिडियो सेक्सनमा क्लिक गर्नु होला। भिडियो सेक्सनमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूको भिडियो कसरी रिमुभ हुन्छ। जस्तो कि म तपाईँहरूलाई अहिले भर्खर स्क्रिन रेकर्ड गरेको यो भिडियो मैले इम्पोर्ट गर्दैछु। इम्पोर्ट गरिसकेपछि तपाईँको एउटा विज्ञापन आउँछ। यो विज्ञापनलाई तपाईँले पुरा हेर्नु होला र यता माथिपट्टि क्रस बटन छ, यो क्रस बटनमा क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि तपाईँहरूको सामान्य यहाँ प्रोसेसिङ सुरु हुन्छ। जबसम्म प्रोसेसिङ हुन्छ तबसम्म तपाईँहरूलाई केही नगर्नु होला। यसलाई प्रोसेसिङ हुन दिनु होला। यो प्रोसेसिङ जबसम्म 100% हुँदैन तबसम्म तपाईँले वेट गर्नुपर्ने हुन्छ। यसलाई वेट गर्नु। ओके, यहाँनिर 100% प्रोसेसिङ भयो र भिडियो फिनिस भइसकेको छ। यति भइसकेपछि भिडियो प्रोसेसिङ फिनिस भनेर भनिएको छ, त्यसको ठाउँमा ओके गरिदिनु होला। अब तपाईँको भिडियो यहाँनिर आइसकेको छ। मैले स्क्रिन रेकर्ड गरेको भिडियो लिइसकेको थिएँ। यो स्क्रिन रेकर्ड गरेको भिडियोलाई यहाँ इम्पोर्ट गरिसकेको छु। अब तपाईँले सुन्न सक्नुहुन्छ ओरिजिनल भिडियोको साउन्ड कस्तो छ। हेर्न सक्नुहुन्छ कतिसम्मको चाहिँ नोइजहरू आइरहेको छ। हेर्न सक्नुहुन्छ यसरी चाहिँ नोइज एकदमै छ। अब यसलाई चाहिँ रिमुभ गर्नको लागि यो रिमुभ पनि भइसकेको छ। अब यो ओरिजिनल हो भने अब तपाईँले सुन्न सक्नुहुन्छ यो ब्याकग्राउन्ड पछाडिको जुन नोइज छ यो नोइजलाई चाहिँ तपाईँहरूले चाहिँ कसरी हटाउनु भएको भनेर सुन्नको लागि, हट्यो कि हटेन भनेर चेक गर्नको लागि प्ले नोइजलेस भनेर यहाँनिर अर्को बटन, यो सेभको बटनदेखि माथिपट्टि यो बटनमा क्लिक गरेर तपाईँले चेक गर्न सक्नुहुन्छ। यहाँ प्ले गरेर हेरौँ। ल हेर्नुहोस्
ब्याकग्राउन्डमा रहेको जुन नोइजहरू सबै रिमुभ भइसक्यो। ल हेर्नुहोस्, अब तपाईँले चाहिँ यसरी रिमुभ भएको भिडियोलाई तपाईँले सेभ गर्नुपर्ने हुन्छ। यो सेभको बटनमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले फ्रीमा यो भिडियो डाउनलोड गर्नको लागि अथवा इम्पोर्ट गर्नको लागि यहाँनिर फ्री 5 मिनट्स भनेर एउटा बटन लेखेको छ, यो फ्री 5 मिनट्समा क्लिक गर्नुहोला। अब यहाँनिर क्रस बटन गरिदिनुहोस्, त्यसपछि ओके गरिदिनुहोस्। त्यसपछि सेभ बटनमा क्लिक गर्नुहोस्। MP4 फास्टर भनेर लेखेको छ, भिडियो फर्मेट हो यो। MP4 मा क्लिक गर्नुहोला। त्यसपछि तपाईँको भिडियो सेभ भयो। त्यसपछि ओके गरिदिनु होला। यति गरिसकेपछि तपाईँको यो विज्ञापन चल्छ। यति विज्ञापन चलिसकेपछि तपाईँको भिडियो एकदमै सेभ भइसकेको छ, तपाईँको ग्यालरी अथवा मेमोरीमा सेभ भइरहेको छ, जहाँ तपाईँले ग्यालरीमा पाउन सक्नुहुन्छ। यसरी भिडियो रिमुभ हुन्छ। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो, एकदमै जेन्युन लाग्यो र रियल लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। यस्तै खाले भिडियो लिएर म फेरि पनि उपस्थित हुनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते।